मेरो मोबाइल राख्नु हैन म मोबाइल राख्दिन त्यो मोबाइल तपाईलाई नै चाहिन्छ हैन तपाईहरुलाई त क्यामेराले खिच्न मात्रै थाहा छ है कति सहयोग गरेको तपाईहरुले त्यो तपाईहरु भन्नु गर्छु भन्नुहुन्छ ठुक्क परेको मान्छेलाई क्यामेराले खिचेर मिडियामा भाइरल बनाइदिनुहुन्छ खै त र त त्यसरी हजुर पनि मिडियाको मान्छे दाजु प्लिज जति हुन्छ त्यति गरिदिनुस् न के भएको छ अरे बहिनीलाई के भएको छ बहिनीलाई बहिनीलाई के भएको छ यता यता हेरेर बोल्नु त खोइ त यता हेरेर बोल्नु त अनि पो हेरौँ त अनि के भएको रहेछ हामी बुझौँ यता हेरेर बोल्नु त के भएको छ बहिनी खोइ तपाईँको फेस हेर्दा त त्यस्तो लाग्दैन त बहिनी बिरामी छ बेडमा राखेको हुन्छ अनि बेड नम्बर थाहा हुनु परेन बहिनीको भन्नुहोस् हामी त मिडियाबाट सहयोग गरिदिने हो होइन के भएको छ भन्नु त उठेर हजुरको घर चाहिँ कहाँ हो नि मेरो घर सुर्खेत सुर्खेत कहाँनिर मेरो नि उतै त हो नि सुर्खेत अनि यता चाहिँ कहाँ बस्दै हुनुहुन्छ अनामनगर कहाँनिर बस्नुहुन्छ म्युजिक बैंकनिर अनि बहिनीलाई यस्तो भएको कति भयो बहिनीको नाम भन्नु त शिखा साई बेड नम्बर कतिमा छ थाहा छ बेड नम्बर हो म नि मोबाइल चाहिँ त्यत्रो बोक्नु भएको छ अनि मोबाइल त त्यहाँ त्यत्रो छ नि त तपाईँको मोबाइल पनि बिक्री गर्न खोजेको कतिमा बिक्री गर्ने मोबाइल भन्नु त जति दिनुहुन्छ मसँग केही पनि माध्यम छैन त अनि घरमा को हुनुहुन्छ त लु भन्नु त भन्नु हामी सहयोग गर्छौँ भन्नु त लु यता हेरेर खुलस्तसँग भन्नु नि बहिनीलाई के भएको हो कति वर्षको कति उमेरको त्यही त के अनि हामी सहयोग गरिहाल्छौँ त लु भन्नु त नरिकन हामीले मिडियाबाट सहयोग गरिदिनु हो तपाईँ म हजुरलाई ढोकार्छु होइन मैले भने त म सहयोग गर्छु त नि हजुरको पनि दाइ भाइ बहिनी होला नि त हो छ त्यही त कहाँ हो बरु मेरो मोबाइल राख्नुस् बरु मोबाइल राख्नुले हामीले म सहयोग गर्छु त नि ल पहिला हजुरको नाम के हो भन्नु त चन्द्रशेखर साई बहिनीको नाम के रे शिखा साई घरमा को हुनुहुन्छ म मात्रै हो हजुर मात्र अनि बहिनी कति वर्षको 13 वर्षको अनि कतिमा के गर्दै हुनुहुन्छ बहिनी पढ्दै थियो बहिनी कतिमा पढ्दै हुनुहुन्थ्यो भन्नु न त कतिमा पढ्दै थियो बहिनी भन्नु त यता हेरेर बोल्नु त यता हेरेर बोल्नु हामीले सहयोग गर्छौँ यता हेरेर बोल्नु बहिनीलाई त्यो कति भयो बिरामी भएको कति भयो एक हप्ता जति भयो यहाँ को आफू मात्रै हो काठमाडौँमा म मात्रै हो दाजु अनि आमा बुवाहरू कहाँ हुनुहुन्छ हुनुहुन्न के भयो आमा बाबालाई हुनुहुन्न संसारमै नहुनु भएको हो हजुर तपाईँले बहिनीलाई उहाँ सुर्खेतबाट ल्याउनु भएको हो कि के हो सुर्खेतबाट दाजु ल्याएको अनि त्यो उहाँ अहिले हस्पिटलमा को छ त तपाईँ हस्पिटलमा एक्लै छोडेर आउनु भयो के भने डक्टरले के बिरामी भएको भन्ने के प्रमाण छ हजुरसँग हस्पिटलको के कागजहरू छ मैले के पनि ल्याएको छैन दाजु अनि ल्याउनु पर्छ नि त हस्पिटलमा छ भने ल्याउनु पर्छ के हो कसो हो बेड नम्बर कति हो त सबै थाहा हुनुपर्छ हामीले सहयोग माग्दिन्छौँ नि त अनि दाजु बरु मेरो मोबाइल राख्नु होइन म मोबाइल राख्दिनँ त्यो मोबाइल तपाईँलाई नै चाहिन्छ होइन तपाईँहरूलाई त क्यामेराले खिच्न मात्रै थाहा छ है कति सहयोग गरेको तपाईँहरूले त्यो त तपाईँले भन्नु गर्छु भन्नुहुन्छ ठुक्क परेको मान्छेलाई क्यामेराले खिचेर मिडियामा भाइरल बनाइदिनुहुन्छ खै त र त त्यसरी पो आउँछ त सहयोग अनि पनि हामी त्यही त प्रमाण चाहियो नि त प्रमाण चाहियो प्रमाण नभइकन कसरी हुन्छ त हजुरहरूलाई बहिनीको बिमारी प्रमाण चाहिँ हिँड्नुहोस् जाम मेडिकेयरमा गएर हिँड्नुहोस् जाम दाजु ल है जाउँ है ल हिँड्नुहोस् लिएर हिँड्नु त हामीलाई हामी जान्छौँ तपाईँको प्रमाण हुनु पऱ्यो नि होइन कि अनि पो सहयोग आउँछ त तपाईँलाई
ल हिँड्नु त जाउँ ल हिँड्नु हामीले सक्ने सहयोग गर्छौँ ल तपाईँको बहिनीलाई हामीले बसाइदिन्छौँ तपाईँको बहिनी हाम्रो पनि बहिनी नै त अनि ल हिँड्नु जाउँ हस्पिटल मोबाइल राखिदिनु न दिदी मेरो मोबाइल त हामीले किन मोबाइल हामीसँगै छ के मोबाइल हामीसँगै छ कि तपाईँको बहिनीलाई सहयोग गर्छौँ तपाईँले फोन गर्नु होला बरु पैसा दिन्छौँ नि हामी ल हिँड्नु नि त बहिनीलाई भेट्न जाउँ के कस्तो शैलीको बहिनी त सस्तै मेरो मोबाइल राखिदिनुहोस् न सुन्नु तपाईँले एक्ज्याक्ट भन्नु के हो सत्य बोल्नु क्या बरु तपाईँलाई पैसा चाहिएको छ भने पैसा भन्नु नत्र बिमारी भएको त तपाईँको प्रुफ हुन्छ हस्पिटलको कागजहरू हुन्छ बेड नम्बर कति हो हुन्छ सबै कुराहरू हुन्छ नि त तपाईँले बिमारी छ बहिनी भन्दै हिँड्नुभएको छ प्रुफ चाहियो नि त तपाईँलाई सहयोग गर्दै भन्नुको लागि पनि हामीलाई त प्रुफ चाहियो नि त यसै सहयोग कसले गर्छ अनि काठमाडौँको ठाउँमा अनि कसैले सहयोग गरिदिँदैन त्यसरी अनि यसरी तपाईँ रोएर उ गरेर कसरी हुन्छ त के त तपाईँलाई पैसा चाहिएको तपाईँलाई केही छ भने भन्नुहोस् हामी सक्दो सहयोग 50,000 गर्छौँ दाजु तपाईँलाई जे पनि नाटक लाग्छ है गरी हिँड्नुहोस् तपाईँको दिदी बहिनीलाई पर्ने भइदियो भने तपाईँले नाटक हुन्थ्यो होला है हिँड्नुहोस् जाम हिँड्नुहोस् आउनुहोस् हस्पिटल जाउँ ब्यागमा चाहिँ के बोकेर हिँड्नु भएको छ के छ यो ब्यागमा कपडाहरू छ कसको कपडा छ ब्यागमा चाहिँ मेरै कपडा चेन्ज गर्नलाई अनि यो मोबाइल चाहिँ कहिले लिनु भएको त कसको कहिले लिग्यो फोन धेरै पहिला यो बिक्री गर्न खोजेँ मैले कसैले पनि किन्नु हुँदैन मोबाइल पसलमा गएर बिक्री गर्नुपर्छ यहाँ त खोल्नु त एकचोटि हेरौँ मोबाइलमा सबैको हातमा मोबाइल हुन्छ रेकर्ड छ नि त त्यो मोबाइलमा त बहिनीको फोटोहरूलाई देखाउँ त प्र्याङ्क गरिरहनु भएको छ हामीलाई नि थाहा छ हामीले नि गरे हजुर पनि मिडियाको मान्छे दाजु प्लिज जति हुन्छ त्यति गरिदिनुहोस् न के भएको छ अरे बहिनीलाई के भएको छ बहिनीलाई बहिनीलाई के भएको छ यता यता हेरेर बोल्नु त खोइ त यता हेरेर बोल्नु नि त अनि पो हेरौँ त अनि के भएको रहेछ हामी बुझौँ यता हेरेर बोल्नु त के भएको छ बहिनी खोइ तपाईँको फेस हेर्दा त त्यस्तो लाग्दैन त बहिनी बिरामी छ बेडमा राखेको हुन्छ अनि बेड नम्बर थाहा हुनु परेन बहिनीको भन्नुहोस् हामी त मिडियाबाट सहयोग गरिदिने हो होइन के भएको छ भन्नु त उठेर हजुरको घर चाहिँ कहाँ हो नि मेरो घर सुर्खेत सुर्खेत कहाँनिर मेरो नि उतै त हो नि सुर्खेत अनि यता चाहिँ कहाँ बस्दै हुनुहुन्छ अनामनगर कहाँनिर बस्नुहुन्छ म्युजिक ब्याङ्कनिर अनि बहिनीलाई यस्तो भएको कति भयो बहिनीको नाम भन्नु त शिखा साई बेड नम्बर कतिमा छ थाहा छ बेड नम्बर हो म नि मोबाइल चाहिँ त्यत्रो बोक्नु भएको छ अनि मोबाइल त त्यहाँ त्यत्रो छ नि त तपाईँको मोबाइल पनि बिक्री गर्न खोजेको कतिमा बिक्री गर्ने मोबाइल भन्नु त जति दिनुहुन्छ मसँग केही पनि माध्यम छैन अनि घरमा को हुनुहुन्छ त ल भन्नु त भन्नु हामी सहयोग गर्छौँ भन्नु त यता हेरेर खुलस्तसँग भन्नु नि बहिनीलाई के भएको हो कति वर्षको कति उमेरको अनि हामी सहयोग गरिहाल्छौँ त ल भन्नु त नरिकन म हजुरलाई ढोकार्छु होइन मैले भने त म सहयोग गर्छु त नि हजुरको पनि दाइ भाइ बहिनी होला नि त छ त्यही त कहाँ हो बरु मेरो मोबाइल राख्नुहोस् बरु मोबाइल म सहयोग गर्छु त नि ल पहिला हजुरको नाम के हो भन्नु त चन्द्रशेखर साई बहिनीको नाम के रे शिखा साई घरमा को हुनुहुन्छ म मात्रै हो हजुर मात्र अनि बहिनी कति वर्षको 13 वर्षको अनि कतिमा के गर्दै हुनुहुन्छ बहिनी पढ्दै थियो बहिनी कतिमा पढ्दै हुनुहुन्छ भन्नु न त कतिमा पढ्दै थियो बहिनी भन्नु त यता हेरेर बोल्नु त यता हेरेर बोल्नु हामी सहयोग गर्छौँ यता हेरेर बोल्नु बहिनीलाई त्यो कति भयो बिरामी भएको कति भयो एक हप्ता जति भयो
यहाँ को आफू मात्रै हो काठमाडौँमा? म मात्रै हो दाजु। अनि आमा बुवाहरू कहाँ हुनुहुन्छ त? हुनुहुन्न। हुनुहुन्न? के भयो आमा बाबालाई? हुनुहुन्न, संसारमै नहुनु भएको हो? हजुर। तपाईँले बहिनीलाई उहाँ सुर्खेतबाट ल्याउनु भएको हो कि के हो? सुर्खेतबाट दाजु ल्याएको? अनि त्यो उहाँ अहिले हस्पिटलमा को छ त? तपाईँ हस्पिटलमा एक्लै छोडेर आउनु भयो? के भने डक्टरले के बिरामी भएको भन्ने केही प्रमाण छ हजुरसँग? हस्पिटलको के कागजहरू छ? मैले त के पनि ल्याएको छैन दाजु। अनि ल्याउनु पर्छ नि त, हस्पिटलमा छ भने ल्याउनु पर्छ। के हो कसो हो, बेड नम्बर कति हो त सबै थाहा हुनुपर्छ। हामीले सहयोग मागिदिन्छौँ नि त। अनि दाजु बरु मेरो मोबाइल राख्नु। होइन म मोबाइल राख्दिनँ, त्यो मोबाइल तपाईँलाई नै चाहिन्छ होइन? तपाईँहरूलाई त क्यामेराले खिच्न मात्रै थाहा छ है। कति सहयोग गरेको तपाईँहरूले? त्यो त तपाईँले सहयोग गर्छु भन्नुहुन्छ, दुःख परेको मान्छेलाई क्यामेराले खिचेर मिडियामा भाइरल बनाइदिनुहुन्छ खै त। र त त्यसरी पो आउँछ त सहयोग गर्ने। त्यही त प्रमाण चाहियो नि त, प्रमाण चाहियो। प्रमाण नभइकन कसरी हुन्छ त? हजुरहरूलाई बहिनीको बिमार प्रमाण चाहिँ हिँड्नुहोस् जाम मेडिकेयरमा गएर हिँड्नुहोस् जाम दाजु। ल है जाउँ है, ल हिँड्नुहोस्, लिएर हिँड्नु त हामीलाई, हामी जान्छौँ। तपाईँको प्रमाण हुनु पऱ्यो कि होइन कि? अनि बल्ल पो सहयोग आउँछ त तपाईँलाई। ल हिँड्नु त जाउँ, ल हिँड्नु। हामीले सक्ने सहयोग गर्छौँ। ल तपाईँको बहिनीलाई हामीले बसाइदिन्छौँ। तपाईँको बहिनी हाम्रो पनि बहिनी नै त। अनि ल हिँड्नु जाउँ हस्पिटल। बरु मोबाइल राखिदिनु न दिदी मेरो। मोबाइल त हामीले किन, मोबाइल हामीसँगै छ के? मोबाइल हामीसँगै छ कि? तपाईँको बहिनीलाई सहयोग गर्छौँ, तपाईँले फोन गर्नु होला, बरु पैसा दिन्छौँ नि हामी। ल हिँड्नु नि त, बहिनीलाई भेट्न जाउँ। के कस्तो शैलीको बहिनीको स्वास्थ्य? मेरो मोबाइल राखिदिनुहोस् न। सुन्नु, तपाईँले एक्ज्याक्ट भन्नु के हो, सत्य बोल्नु क्या। बरु तपाईँलाई पैसा चाहिएको छ भने पैसा भन्नु, नत्र बिमारी भएको त तपाईँको प्रुफ हुन्छ, हस्पिटलको कागजहरू हुन्छ, बेड नम्बर कति हो हुन्छ, सबै कुराहरू हुन्छ नि त। तपाईँले अहिले बिमारी छ बहिनी भन्दै हिँड्नुभएको छ, प्रुफ चाहियो नि त। तपाईँलाई सहयोग गरिदियो भन्नको लागि पनि हामीलाई त प्रुफ चाहियो नि त। त्यसै सहयोग कसले गर्छ? अनि काठमाडौँको ठाउँमा अनि कसैले सहयोग गरिदिँदैन त्यसरी? अनि यसरी तपाईँ रोएर उ गरेर कसरी हुन्छ त? के त तपाईँलाई पैसा चाहिएको, तपाईँलाई केही छ भने भन्नुहोस्, हामी सक्दो सहयोग 50,000 सहयोग गर्छौँ। दाजु तपाईँलाई जे पनि नाटक लाग्छ है गएर हिँड्नुहोस्। तपाईँको दिदी बहिनीलाई पऱ्यो भइदियो भने तपाईँले नाटक हुन्थ्यो होला है। हिँड्नुहोस् जाम जाम हिँड्नुहोस् आउनुहोस् माइक लानुहोस् हस्पिटल जाउँ। ब्यागमा चाहिँ के बोकेर हिँड्नु भएको छ? के छ यो ब्यागमा? कपडाहरू छ। कसको कपडा छ ब्यागमा चाहिँ? मेरै कपडा चेन्ज गर्नलाई। अनि यो मोबाइल चाहिँ कहिले लिनु भएको त? कहिले लिग्यो फोन? धेरै पहिला यो बिक्री गर्न खोजेँ मैले, कसैले पनि किन्नु हुँदैन। मोबाइल पसलमा गएर बिक्री गर्नुपर्छ। यहाँ त खोइ खोल्नु त एकचोटि हेरौँ मोबाइलमा। सबैको हातमा मोबाइल हुन्छ, रेकर्ड छ नि त त्यो मोबाइलमा त। बहिनीको फोटोहरू देखाउनु त। प्र्याङ्क गरिरहनु भएको छ, हामीलाई नि थाहा छ, हामीले नि